2082 को निर्वाचन र नेपाली राजनीतिको युटर्न, रूपान्तरण कि पतन। कालो पार्टी एक्सप्लेनर पावर्ड बाय entrancetayari.com। प्रवेश परीक्षायम उत्तीर्ण भव। नेपाली राजनीतिको इतिहासमा के यस्ता मोडहरू आउँछन् जसले दशकौंदेखि कायम रहेको शक्ति सन्तुलनलाई एकैपल्ट उल्टाइदिन्छन्। 2082 सालको निर्वाचन र त्यसपछिका राजनीतिक घटनाक्रमले नेपालमा एउटा नयाँ युगको सूत्रपात गरेको सङ्केत दिएका छन्। एकातिर निर्वाचन आयोगमा निर्वाचित सांसदहरूले प्रमाणपत्र बुझ्दै गर्दा देखिएको विविधता र अर्कोतिर देशका पुराना र ठुला दलभित्र देखिएको नैतिक सङ्कटले नेपाली राजनीति अहिले चौबाटोमा उभिएको पुष्टि गर्छ। यो भिडियोमा हामी 2082 को निर्वाचन परिणाम, नेपाली काङ्ग्रेसभित्र चुलिएको नेतृत्व सङ्कट, कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पतन र बालेन क्रेजले ल्याएको राजनीतिक हलचलको विस्तृत चिरफार गर्नेछौँ। निर्वाचन आयोगको दृश्य, फेरिएको संसदको अनुहार। निर्वाचन आयोगको प्राङ्गणमा एउटा रोचक दृश्य देखियो। समानुपातिक तर्फका 110 सांसदहरूले निर्वाचित भएको प्रमाणपत्र बुझ्दै गर्दा संसदमा पुगेका नयाँ अनुहारहरूले सबैको ध्यान खिच्यो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद समिना मिया आफ्नो काखे बच्चासहित प्रमाणपत्र लिन पुग्नुले नेपाली राजनीतिमा समावेशिता र नयाँ पुस्ताको प्रवेशले एउटा सुन्दर तस्बिर प्रस्तुत गर्यो। तर दृश्य त्यतिमा सीमित छैन। एकातिर कोही सांसद सार्वजनिक यातायात र मोटरसाइकलमा आयोग पुगे भने कोही अझै पनि महँगा गाडीको सानमा देखिए। यो भिन्नता केवल सवारी साधनको मात्र होइन, बरु नेपाली समाजको हुने खाने र हुँदा खाने वर्गबीचको खाडलको प्रतिबिम्ब पनि हो। 110 सिटको समानुपातिक बाँडफाँडमा रासोपाले 57 सिट हात पार्नु र काङ्ग्रेस एमाले जस्ता पुराना शक्तिहरू निकै पछि पर्नुले जनताले विकल्प रोजिसकेको स्पष्ट पार्छ। गगन थापाको राजीनामा, नैतिकता कि बाध्यता। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले बुधबार पदबाट राजीनामा दिए। सर्लाही 4 मा रासोपाका उम्मेदवारसँग पराजित भएपछि थापाले लिएको यो निर्णयले नेपाली राजनीतिमा नैतिकताको एउटा नयाँ बस छेडिदिएको छ। थापाले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य हो। उनले पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग नहुने बताए पनि काङ्ग्रेसभित्रको आन्तरिक कलह भने छताछुल्ल भएको छ। विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वले छोटो समयमा चुनावमा जानु परेको र पार्टीका सबै पदाधिकारीहरू पराजित भएको अवस्थामा गगनमाथि नैतिक प्रश्न उठ्नु स्वाभाविक थियो। उनले उठाएको नैतिकताको मुद्दाले आगामी दिनमा पार्टीभित्र ठुलो वैचारिक बहस सिर्जना गर्ने निश्चित छ। कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पतन। नेपाली राजनीतिका महारथी मानिने कम्युनिस्ट पार्टीहरूको अवस्था अहिले दयनीय छ। 2064 मा 57% मत ल्याएको यो शक्ति 2082 सम्म आइपुग्दा 23% मा खुम्चिएको छ। यो केवल हार मात्र होइन, बरु एउटा गौरवशाली आन्दोलनको ऐतिहासिक पतन हो। यस पतनका मुख्य कारणहरू यस्ता छन्। देवत्वकरण र अहङ्कार। नेताहरूले आफूलाई मालिक सम्झन थाले। कार्यकर्ता र जनता बीचको दूरी बढ्यो। नेताका निर्णयहरू अन्तिम सत्य बन्न थालेपछि आलोचना गर्नेहरू किनारा लगाइए। दलाल र स्वकीय सचिवहरूको घेराबन्दी। इमानदार कार्यकर्ता गेट बाहिर रोकिने र ठेकेदार कमिसनखोरहरू नेताको कोठामा स्वागत पाउने संस्कृतिको विकास भयो। नातावाद र कृपावाद। पुष्पलाल र मनमोहनले डोर्याएको आन्दोलन प्रचण्ड र ओलीसम्म आइपुग्दा नातावादको चङ्गुलमा फस्यो। खुमलटार र बालकोटको फेरो समात्नेले मात्र अवसर पाउने भएपछि भुइँतहका नेताहरू ओझेलमा परे। जेएनजी विद्रोह र नयाँ शक्तिको उदय। 2082 को निर्वाचनमा सबैभन्दा ठुलो धक्का जेएनजी पुस्ताले दियो। यो पुस्ताले पुराना दलका खोक्रा नारा र आश्वासनलाई ठाडै अस्वीकार गर्यो। झापापासमा एमाले अध्यक्ष केपी शर्मा ओली आफूभन्दा 40 वर्षका कान्छा बालेन्द्र शाह बालेनसँग करिब 50,000 मतान्तरले पराजित हुनु नेपाली राजनीतिको सबैभन्दा ठुलो अपसेट थियो। यो हार केवल व्यक्तिको हार होइन, बरु उखान टुक्का र अहङ्कारको राजनीतिमाथि परिणाममुखी राजनीतिको विजय हो। बालेन, रासोपा र अन्य स्वतन्त्र शक्तिहरूले युवा र मध्यम वर्गलाई आकर्षित गर्न सफल भए। उनीहरूले राजनीतिलाई शास्त्रबाट निकालेर सेवा र समाधानमा जोडे। राजनीति बुझ्नु भनेको के हो? अहिले पनि केही पुराना वामपन्थी नेताहरू बालेनले के राजनीति जानेछ र भन्ने प्रश्न गरिरहेका छन्। तर प्रश्न यो, राजनीति बुझ्नु भनेको के हो? के 2-4वटा सिद्धान्तका ठेली कण्ठ पार्नु मात्र राजनीति हो, वा अन्तर्राष्ट्रिय भू राजनीतिको व्याख्या गरेर जनतालाई अल्झाउनु मात्र राजनीति हो? आजको सन्दर्भमा राजनीति बुझ्नु भनेको जनताका जल्दा बल्दा समस्या
फोहोर खानेपानी बेरोजगारी महँगी बुझ्नु हो। ती समस्याको सरल र छिटो समाधान खोज्नु हो। जब पुराना नेताहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको रटान लगाउँदै थिए, नयाँ पुस्ताका नेताहरू डेलिभरीको कुरा गरिरहेका थिए। नेमकिपाका प्रेम सुवालदेखि माओवादीका शीर्ष नेताहरूसम्मको हारले के प्रमाणित गर्छ भने जनता अब सिद्धान्त खाएर बस्ने मुडमा छैनन्। उनीहरूलाई परिवर्तनको अनुभूति चाहिएको छ। समग्रमा 2082 को निर्वाचनले पुराना दलहरूलाई एउटा अन्तिम चेतावनी दिएको छ। नेपाली काङ्ग्रेसका गगन थापाले राजीनामा दिएर एउटा बाटो देखाउन खोजेका छन्, तर के सिङ्गो पार्टी पङ्क्ति सुध्रिन तयार छ त? कम्युनिस्टहरू आत्मालोचना गर्नुको साटो अझै पनि विदेशी डिजाइनको हावा फैलाइरहेका छन्। यदि पुराना दलहरूले आफूलाई रिब्रान्ड र रिस्ट्रक्चर गरेनन् भने उनीहरूको अस्तित्व इतिहासको पानामा मात्र सीमित हुनेछ। जनता बिउजिसकेका छन्, अब पालो नेताको हो। 2082 को यो निर्वाचन परिणामले नेपालको राजनीतिक दिशा नै परिवर्तन गरिदिएको छ। यो परिवर्तनले देशलाई स्थिरता र समृद्धि दिन्छ वा अस्थिरताको नयाँ भुमरीमा फसाउँछ, त्यो त भविष्यले नै बताउला। तर एउटा कुरा निश्चित छ, नेपाली राजनीति अब कहिले पुरानो लयमा फर्किने छैन। प्रवेश परीक्षा तयारीमा तपाईको सारथी इन्ट्रान्स तयारी.com। प्रवेश परीक्षायाम उत्तीर्ण भव।